99% मानिसले ढिलो बुझ्ने जीवनको सत्य। नमस्कार साथीहरू, आज म तपाईहरूलाई एउटा यस्तो सत्य सुनाउन चाहन्छु जुन 99% मानिसले धेरै ढिलो बुझ्छन्। जब बुझ्छन् तब समय धेरै बितिसकेको हुन्छ। त्यसैले आजको यो केही मिनेटले तपाईको सोच नै बदल्न सक्छ। जीवनको पहिलो सत्य के हो भने समय कसैको लागि पनि रोकिँदैन। हामी धेरै जसो भन्छौँ अझै धेरै समय छ, भोलिदेखि सुरु गर्छु, अर्को महिनादेखि मेहनत गर्छु, सही समय आएपछि परिवर्तन गर्छु। तर सत्य के हो भने सही समय कहिल्यै आउँदैन। सही समय आज हो, अहिले हो। घडीको सुई चलिरहन्छ, प्रत्येक सेकेन्डसँगै हाम्रो जीवन पनि घटिरहेको हुन्छ। समयलाई व्यवस्था गर्ने मानिसले पछि सफलतालाई दोष दिन्छ। दोस्रो सत्य, जिन्दगी कसैलाई पनि सजिलो हुँदैन। सामाजिक सञ्जालमा अरूको खुसी देखेर हामी सोच्छौँ सबैको जीवन राम्रो छ, मेरो मात्र कठिन छ। तर पर्दा पछाडि सबैले आफ्नो आफ्नो सङ्घर्ष गरिरहेका हुन्छन्। कसैले पैसाको लागि सङ्घर्ष गरिरहेको छ, कसैले परिवारको लागि, कसैले स्वास्थ्यको लागि, कसैले आफ्नो सपनाको लागि। सङ्घर्ष नरहेको जीवन होइन, सङ्घर्षसँग हार नमान्ने मानिस नै सफल हुन्छ। तेस्रो सत्य, पैसा सबै कुरा होइन, तर पैसाको अभावले धेरै कुरा घुम्न सक्छ। जबसम्म घरमा समस्या आउँदैन हामी पैसाको महत्त्व बुझ्दैनौँ। त्यसैले आजैदेखि आफ्नो कमाइको केही हिस्सा बचत गर्नुहोस्, नयाँ सिप सिक्नुहोस्, आफ्नो भविष्यमा लगानी गर्नुहोस्। धनी भन्नुभन्दा पहिले आर्थिक रूपमा जिम्मेवार बन्न सिक्नुहोस्। चौथो सत्य, सबैलाई खुसी पार्न खोज्ने मानिस अन्त्यमा आफै दुखी हुन्छ। सबैको प्रशंसा खोज्दै हिँड्दा आफ्नो सपना हराउँछ। याद राख्नुहोस्, तपाईको जीवन तपाईको हो, निर्णय पनि तपाईको हुनुपर्छ, अरूको विचारले होइन। आफ्नो मूल्य र उद्देश्यले जीवन चलाउनुहोस्। पाँचौं सत्य, अवसर धेरै जसो मेहनतको बेसमा आउँछ। धेरै मानिस अवसर खोज्छन् तर मेहनत देख्ने बित्तिकै पछि हट्छन्। सफल मानिस र असफल मानिस बीचको फरक प्रतिभा होइन, निरन्तरता हो। सानो सानो प्रयासले नै ठुलो सफलता जन्माउँछ। छैटौं सत्य, असफलता अन्त्य होइन, नयाँ सुरुवात हो। हार्नु गलत होइन, हार मानेर बस्नु गलत हो। जति धेरै गल्ती गर्नुहुन्छ त्यति धेरै सिक्नुहुन्छ। याद राख्नुहोस्, बच्चाले हजारौं पटक लडेर मात्र हिँड्न सिक्छ। जीवन पनि त्यस्तै हो। सातौं सत्य, स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो। धेरै मानिस पैसा कमाउन स्वास्थ्य गुमाउँछन्, पछि स्वास्थ्य फर्काउन पैसा खर्च गर्छन्। दैनिक व्यायाम गर्नुहोस्, राम्ररी सुत्नुहोस्, स्वस्थ खाना खानुहोस्, किनभने शरीर स्वास्थ्य भयो भने मात्र सपना पुरा गर्न सकिन्छ। आठौं सत्य, परिवार र आफ्ना मानिसहरूको मूल्य उनीहरू टाढा गएपछि मात्र थाहा हुन्छ। काम, पैसा र व्यस्तताका बीचमा आफ्नो परिवारलाई समय दिन नबिर्सनुहोस्। एक दिन पैसा कमाउन सकिन्छ, तर बितेको समय र छुटेका क्षणहरू कहिल्यै फर्किँदैनन्। र अन्तिम तथा सबैभन्दा ठुलो सत्य, जीवन छोटो छ। एक दिन हामी सबैले यो संसार छोड्नुपर्छ। हामीसँग जाने न धन हुन्छ, न पढ हुन्छ, न नाम। हामीसँग जाने कुरा भनेको हाम्रो कर्म, हाम्रो व्यवहार र अरूको मनमा छोडेको सम्झना मात्र हो। त्यसैले यस्तो जीवन जिउनुहोस् कि तपाईको उपस्थितिले कसैको अनुहारमा मुस्कान ल्याओस्। आज मेहनत गर्नुहोस्, आज सपना पछ्याउनुहोस्, आज आफ्नो डर जित्नुहोस्, किनभने भोलि कसैले देखेको छैन। यदि यो भिडियोले तपाईको सोचमा सानो भए पनि परिवर्तन ल्यायो भने आजै एउटा निर्णय लिनुहोस्। अब बहाना होइन, काम सुरु गर्ने। याद राख्नुहोस्, समयलाई जित्ने मानिस नै जीवन जित्छ। धन्यवाद।